धेरै साथीहरूले चाहिँ यस्तो सबै हुनुको कारण चाहिँ बालेन सरकार हो। बालेन सरकार आएदेखि यस्तो भयो। बालेन सरकार आउनुभन्दा अगाडि कति शान्त, कति आनन्द, कति राम्रो थियो। चाहे शेरबहादुर देउवाको सरकार होस्, चाहे ओलीको होस्, चाहे पुष्पकमल दाहाल प्रचण्डको होस् भन्ने कुराहरू गरेको सुने। तर त्यो होइन साथीहरू, किन भन्दा जुन सरकार आए पनि सबैको ऋण तिर्न सरकारले तिर्न सक्दैन र अहिलेसम्म कुनै सरकारले तिरेको पनि छैन। अनि त्यही भएर ऋण लिइसकेपछि तिर्नुपर्छ र ऋण लिँदाखेरि चाहिँ म तिर्न नसके मेरो जग्गा घर जग्गा सबै लिलामी गरेर भए पनि गर्नु भनेर औँठा छाप लगाएको हुन्छ। अनि त्यही अनुसारले ऋण दिएको हुन्छ। अनि ऋण लिएर खाएपछि नतिर्ने भन्ने कुरा आउँदैन। अनि खाने अनि तिर्न नसकेपछि यस्तो आगो लाउने, यो गर्ने, त्यो गर्ने, यस्तो गर्छु त्यस्तो गर्छु, सरकारले मिना गरिदियोस् भन्ने कुरा हुँदैन साथीहरू। अनि धेरैले चाहिँ बालेन सरकारलाई दोष दिइरहेको छन्, तर यसमा बालेन सरकारको केही दोष छैन, केही हातै छैन साथीहरू। यदि यहाँ कसैको दोष गल्ती छ भने चाहिँ दुर्गा प्रसाई र दुर्गा प्रसाई जस्ता केही व्यक्तिहरूको चाहिँ दोष छ। किन भन्दाखेरि उनीहरूले उचालेर यसरी लिएर आएका छन्। उनीहरूले सक्छन् भने उनीहरूले उनीहरूको लोन तिर्दिउन्, नत्र भने यसरी उचालेर यस्तो गलत काम गर्नलाई प्रोत्साहित गर्ने, यस्तो ल्याउने, यस्तो काम दुःख दिने काम नगरून्।